आफ्नो लागि त के दसैँ के दिवाली है साथीभाइ हो। जब आफ्नो बाबुआमाले त ठाउँ बनाइदिएन, भन्दैछु त गरी खाने ठाउँ त बनाइदिएन भने, भविष्यको लागि अलिकति सोच्दिन भने, आफ्नो ठाउँ त बनाएन भने झन् गरी खाने ठाउँ त के भन्नु कुरा गर्नु। सबै छोरा मान्छे एउटै हुँदैन है, छोरा मान्छेको दुःख तक्लिफ एउटै हुँदैन। सबै छोरा मान्छेलाई नराम्रो नसम्झिनुहोस्, छोरा मान्छेलाई पनि छोरा मान्छेको दुःख प्रब्लम पनि बुझ्नुहोस्। मेरो त आफ्नो चेलीबेटीले त दुःख प्रब्लम बुझ्दैन। छोरा मान्छेले दुःख पाएको प्रब्लमहरू दुःख तक्लिफहरू भने अरूको त के कुरा गरौँ। तर पनि म यस्तो हो कि सबैलाई राम्रो सम्झिनु, राम्रो गर्नु है, मिलेर बस्नु र कमाउनुको लागि आफू अगाडि बढ्नुको लागि कसैलाई डोमिनेट नगर्नु, कसैलाई ढालेर नभन्नु। सबै एक समान हो है, सबै एकै नास हो। सबैको दुःख प्रब्लम आफ्नो आफ्नो हुन्छ। कसैले मलाई गलत सोच्नुभन्दा अगाडि कसैले मलाई राम्रोसँग बुझिदियो भने त्यो नै मेरो आफ्नो आफन्त हो। नत्र भने म एउटा टुरा र बेसारा हो। दुःख पर्दा त आफ्नो आफन्त छैन भने अरू त के कुरा गरौँ।